वेलकम छ सबैजनालाई हाम्रो यो चाहिँ हैन त्यतिकै गफ हाम्रो जसलाई चाहिँ हामीले नाम दिएको छौँ अफ टपिक हैन हामीसँग हुनुहुन्छ को छ भाइ आजको अक्समा हाम्रो भाइ छ मिस्टर पूर्ण भाइ नमस्ते योगेश भाइ अशोक भाइ behind the camera छ हाम्रो भाइ हैन हजुर म चाहिँ उमेश भाइ छ अनि म सधैँ छु अब यसलाई हामी चाहिँ अब ब्रान्ड न्यू फर्स्ट नै एपिसोड को रूपमा लिँदै चाहिँ हामी चाहिँ अब के भन्नु गफ गर्ने चाहिँ एउटा के भन्नु वार्तालापको सुरु गर्ने हाम्रो सुरु गरौँ भाइ ए हुन्छ नि त टाउको फेरि के भन्ला ए हुन्छ नि त हैन अनि अब वार्तालापको कुरो हुँदाखेरि चाहिँ असल के छ त हिजो आजको हालीचाली त्यस्तै छ के छ भन्नु सर्चिङ जब सर्चिङ हन्टिङ जबलेस म्यान होइन राइट नाउ केले गर्दा पनि अब अहिलेको सिचुएसनले गर्दा त्यस्तै छ तेरो के छ त नि सिचुएसन भन्दा नि पापी पेटले भनौँ न इन्फ्लेसन ट्रम्पले गर्दा इन्फ्लेसन आएको हो कि बाइडेनले गर्दा हो त्यो चाहिँ जान्दिनँ तर इन्फ्लेसनले गर्दा होला सायद अब बाइडेनले देश टोकेर गइहाल्यो होइन अब भनेको ट्रम्पको सत्ता छ केही गर्ला त बाबा के गर्नु दाइ लाग्छ केही गर्ला म त भाइ यस्तो राजनीतिक फिल्डमा त्यतै छुइनँ अगाडि पोलिटिकल वेमा नभएर पनि जस आफ्नै थट जेनरल यसो हामीले चेन्जेसहरू केही भयो त हुनु त अब 4 वर्षमा प्रेसिडेन्ट चेन्ज हुन्छ तर केही चेन्जेसहरू देखिन्छ कि अब देखियो कि यसपालिकोमा भन्ने खालको क्या सबैले अब अरू बेलाको नोटिस गर्नुभएको थियो कि थिएन चेन्जेसहरू चाहिँ मलाई खुलाएर भन्दा यसमा त्यति मलाई मेरो विचार छैन भने मलाई थाहा पनि छैन अर्को कुरा भनेको अनेस्टली मलाई पोलिटिकल छ नि पोलिटिकल कुराहरू एकदम अझै लाग्छ मलाई त्यही भएर क्या सिधा कुरा भन्दा भने बुद्धि गरेँ कि म अनि नजाने बाटाको बाटै नसक्नु यो त भाइको डायलग म सोध्दै सोधिनु भनेको अरे भाइ बे कस्तो भयो बे हेरि मेहन्दी कस्तो खासै मेहन्दी भन्दा पनि पहिला हामी गएको चाहिँ हल्दीमा हो बेहुलो गएको थिएँ नि त म भनेपछि म हल्दी मेहन्दी पनि फाल्दै हल्दी र मेहन्दी भनेको फरक हो हल्दी भनेको चाहिँ छोरा मान्छेको घरमा ओ मेहन्दी असारमा लाउने असारमा छोरी मान्छेले लाउँदैन त मेहन्दी असारमा त लाउँछ त मेहन्दी भनेपछि छोराकोमा चाहिँ हल्दी हुन्छ छोरी मान्छेको मेहन्दी भाइ गएको चाहिँ हल्दीमा म हल्दीमा गएको हो हल्दी होइन अनि ठ्याक्कैसँगले कस्तो हुन्छ भने अब मेहन्दी चाहिँ कहाँ गएको साथी मेन हल्दीमा त कहाँ जानु विदेश त गएको होइन म कुन सिटी अब सिटी पनि त स्पेसिफिक हुन्छ नि त जान्छ सिटी चाहिँ के मेकानिकबाट देखि चाहिँ ब्याक टु एलिसबर्गकै आएको हो होम टाउनै हो ओके होइन कस्तो भयो त त्यही त हल्दी नाइट मेहन्दी म त मेहन्दी भनेको त्यो असारमा लाउनेलाई चाहिँ के भन्छ असारमा लाउँछ नि के असार होइन साउनमा सरी साउन्ड हो त होइन म चाहिँ अब छोडिदिइरहेको थिएँ अब जान्ने मान्छेको अगाडि म अनपढ के भन्नु मलाई त अनेस्टली थाहा छैन मेहन्दी चाहिँ छोरी मान्छेको रहेछ हल्दी चाहिँ केटाको हुन्छ मलाई पनि थाहा छैन त्यो पछाडि थाहा भएको कुरो हो म त एउटा माध्यम मात्रै हो होइन तेरो साथीहरू त क्लासमेट भन्दा पनि हामी चाहिँ कम्पनीमा भेट भएको थियो हाम्रो ठाउँको होइन त्यो मान्छे होइन ऊ होइन तर अब यस्तो आत्मीयता यति बढ्यो कि होइन मोर देन फ्रेन्ड अनि डग पनि थियो मोर देन फ्रेन्ड ओके मोर देन फ्रेन्ड
फ्रेन्डको मतलब चाहिँ लाइक काइन्ड फ्यामिली होइन धेरै अर्थ लाग्छ नि त यसको धेरै अर्थ लाग्छ कतिवटा सम्बन्ध चाहिँ रगतको हुन्छ भने कतिवटा सम्बन्ध चाहिँ रगतभन्दा पनि माथिको हुन्छ नि त्यस्तै हो अनि शब्द त गइएको थियो रमाइलो हो है अनि त्यही त्यही प्रसङ्गमा चाहिँ के हो भने ठ्याक्कैसँगले मेहन्दी सकेर चाहिँ घर गइयो घर गएर चाहिँ ट्याक्कैसँगले चाहिँ एकदम भोक लागिरहेको थियो सट्टैसँगले सुइयो गयो यस्तो हेरेको ड्याममा भात हाल्यो यस्तो हेरेको मासु छ कि भनेर यस्तो हेरेको खासै त अब हुन्छ नि हल्दी नाइटमा चाहिँ छोराको घरमा चाहिँ अब यताउता पढाउँछ नि त पूजासुजा पढाउँछ नि त पूजासुजा पढाउँदाखेरि चाहिँ मासु चल्दैन नि त हो र पटक्कै चल्दैन पूजा भनेको एउटा पवित्र कुरो गरेको नि त घरमा चलेर अनि नचलेपछि चाहिँ कोपी सबै हालिदिउँ न त आज तर मासुसँग चाहिँ भात कति खान्थेँ कोपीसँग चाहिँ त्यसको टाइम टुले खाइदिएँ मैले एकदम मिठो भन्दा नि अब पापी पेट मैले सोध्नु खोजेको भाइ त्यही प्रसङ्गमा भाइ साथीको हल्दीमा गयौँ न भाइको हल्दी चाहिँ कहिले हुने गुड क्वेसन होइन दाइ कतिवटा यो प्रश्नहरू चाहिँ नि प्रश्नमै हुँदा कति राम्रो हुन्छ क्या त्यो मैले कहाँ सुनेको जस्तो लाग्यो है कहाँ अब कहाँ सुने जस्तो लाग्यो ठिक छ सुन्नु भएको होला अनि त्यहाँदेखि अझै कुरो टुङ्गेको छैन अनि त्यहाँदेखि चट्टसँग खानासाना खाइयो अन्तदेखि त्यहाँ काम सघाइरहेको थियो अब बिउरोलाई चाहिँ मैले के भने नि साथी भोलि बिहे हो चाँडै सुत्नुपर्छ होइन भने आँखा लाल लाल हुन्छ भने मैले अनि त्यहाँदेखि ठिकै छ नि त भन्दै भने उसले अनि त्यहाँदेखि खाना खायो भने नि खाएँ नि भन्दै भने अनि भद्रको एउटा सिन छ नि भन्यो भने कि कस्तो सिन भने भनेर चाहिँ भनेको कि ब्रो आज त मेरो हल्दी हो हल्दीमा त मासु चल्दैन नि भनेको क्या मलाई भनेको होइन नि भन्दै यो के लाग्छ त यो के भन्छ यो हल्दी मेहन्दी हाम्रो नेपालीको उयो होला त गरिन्थ्यो होला पहिले मैले यहीँ आएर सुनेको थोरै कुरा धेरै कुरा यहाँ आएर सुन्नु यस्तो कुराहरू त मान्छेको एउटा यहाँ एउटा बिहे हुँदैन यहाँ चारवटा बिहे हुन्छ होइन एउटै मान्छेको चारवटा बिहे हुन्छ मैले अस्ति भर्खर एउटा कहाँ सुन्दा यस्तो अहिले त त्यो पैसाले पनि गर्छ नि त पैसा छ इच्छा पनि होला अलिअलि होइन पैसा मन नयाँ तर आज भोलिको कपालहरू चाहिँ धेरै वेडिङमा खर्च गर्छ अरे क्या इङ्ग्लिस म्यारिजमा होइन अरे क्या त्यो भएर मान्छेको म्यारिजहरू टुटिहाल्छ अरे क्या 5-6 महिना 1 साल 1.5 साल वेडिङको लागि मात्र फोकस गरेर क्या अनि के फरक छ होला भनेर म्यारिजमा भनेको त्यो पनि हो सेक्रिफाइसहरू गर्नुपर्ने कुराहरूमा चाहिँ हुँदैन अरे क्या जस्ट वेडिङ नाइट कसरी गर्ने कसरी मतलब कसरी चाहिँ देखाउने मात्रै हो कसरी चाहिँ के भन्छ हामी चाहिँ अब हामी के भन्दा भने त्यही हो एन्ड अफ द डे सोसियल मिडिया लाइफ र रियल लाइफमै आउँछ कुरो त होइन देखाउने र कस्तो छ र देखाउनेमा अब देखाउँदैमा कोही चाहिँ अब यही नै हो भन्ने हुन्छ नि सेलिब्रेटी लाइफस्टाइलको त्यो सोच्छ प्रायः मान्छेले मलाई चाहिँ अलिकति चाहिँ होइन यो लभ सप हुन्छ नि वेडिङ सेडिङ हुन्छ नि यसमा चाहिँ अलिकति मान्छेले चाहिँ बिहे कसरी गर्ने भन्दा पनि जिन्दगी कसरी बिताउने भन्नेमा चाहिँ सोच्यो भने चाहिँ कतिवटा सम्बन्ध चाहिँ बिग्रिरहेको सम्बन्ध पनि चाहिँ होइन जान्छ राम्रो अझै बिग्रिन्छ होला क्या हामीले मेन भन्नु खोजेको त्यही हो नि त होइन सोच्नु हामीले सोच्नु पर्ने चाहिँ कसरी चाहिँ हामी होइन अब चलाउने हो नि त खासै त कसरी गरेर देखाउने भन्दा पनि कसरी गरेर चलाउने र चाहिँ
त्यसलाई सक्सेसफुल बनाउनेतिर चाहिँ जानुपर्छ भन्ने चाहिँ सोच हो। तर अब त्यस्तै हो। सरी अहिले त्यो अगाडि चाहिँ मैले त्यतिकै रेला गरेको होइन, त्यो कसरी चलाउने भन्दा पनि चाहिँ होइन लाइक हुन्छ नि आफूले आफ्नो रिलेसनसिपको बारेमा के विटनेस छ त्यसमा चाहिँ वर्कआउट गरेर चाहिँ अगाडि बढ्यो भने चाहिँ जिन्दगीको गाडी चाहिँ एकदम गुटुटुटु चलिरहन्छ क्या। गुटुटु चल्छ, उकालो ओह्रालो आउँछ, कहिले काहीँ यसो टर्निङ पनि काट्नुपर्ने हुन्छ, युटर्न पनि हाल्नुपर्छ कुनै बेला त, युटर्न बिना त सकिँदैन नि त। फेरि टर्निङ काट्दाखेरि चाहिँ स्ट्रिङ दुई हातले स्ट्रिङ छुट्यो भने चाहिँ फेरि हुन्छ नि लास्टमा त्यही हुन्छ नि। त्यस्तो हेभी हाल्नु हुँदैन नि त, बिस्तारै क्या 80 जाँदैछ भने 65 लिएर टर्निङ हाल्ने बिस्तारै लाइफको अब म्यारिजको बाटो हेरेर अब कहाँ सिधा बाटो हुन्छ त कस्तो आउँछ भन्दा नि बेगारीहरूलाई अब अलिकति ठुलै गफ जस्तो हुन्छ, बेगर्ने बामा हुनुहुन्छ नि त यसो हेरेर क्यामेराम्यान म होइन आफ्नो अन द क्यामेरा चाहिँ सिङ्गल हुनु खोज्दैछु वेडिङ विषयमा त के भयो यसको विषयमा त जिज्ञासा त मेरोमा त सुन्नै छ होइन, तर यहाँको र त ब्याक इन क्याम्प इभन बिहे मात्रै होइन, इभन लाइक अरू कुरा हुन्छ नि कल्चरल लाइक सबै कुरा। सो लेट्स टेक फर इन्स्टेन्स नि पिकनिकहरू उताको यहाँको धेरै कम्प्लिटली डिफ्रेन्ट क्या। मतलब यहाँ भनेको अब त्यही हो म्यानेज गर्नु पर्यो सबै कुरा होइन, सबै कुरा म्यानेजमेन्ट भन्ने बित्तिकै लाइक फाइनेन्समा कुरा आइहाल्छ। अनि गर्नेले गर्दा हुन्छ, मतलब आफ्नो मन पनि होला गर्ने होइन। यहाँ चाहिँ सक्नेले गर्छ पनि लाइक नसक्नेले चाहिँ अब त्यसलाई अब स्वीकार्नु पर्यो। हुँदा पनि बेसिक गर्दा पनि हुन्छ नि त। मान्छे हुन्छ बेसी गर्दा भन्छ जे छ त्यही गरेको राम्रो हो। छोरी मान्छेहरू मान्दैन होला क्या आजभोलिकोमा होइन, किनकि यसो अब खालि अहिले त सोसियल मिडियामै छ नि त, सबले बिहेको देखाउँछ, सोसियल मिडिया घरको बिहेकोले मान्छ होला नि अहिले। त्यो भन्दा पनि त्यो के भन्छ अरूको देखेर पनि चाहन्छ क्या होइन, त्यही त जस्तो लाग्छ मलाई। हामी इन्फ्लुएन्स अरूबाट हुन्छ नि त। अब भिडियोहरू पनि अब यसो हेर्दाखेरि अब हामीलाई यो आइडिया आएको पनि देखेरै हो नि त होइन, त्यस्तै त हो। त्यही हो। वास्तविकमा बुझ्नुपर्ने चाहिँ कुरो के हो भन्दाखेरि इच्छा चाहना र लोभीको भाँडो चाहिँ कहिले पनि भनिँदैन क्या यो भौतिक संसारमा। यो नगर यो नगर त्यो नगर अरू गर कि भक्ति यो चाहिँ हालिहाल्न कहिले यसले यो हाल्यो भने चाहिँ यो 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 उयसमा मात्रै हुन्छ यसको यो भौतिक चाहिँ अर्को पानी भयो भने सधैँ इडिट ल तिमीलाई भनेको है। यो वास्तविकमा भन्नुपर्दा यो भौतिक भन्ने शब्द नि यति महँगो छ कि होइन, चान्चुने मान्छेलाई पच्दैन क्या। आज निकै दिन पछि जानु पानी पऱ्यो 6 days होइन, लाइक कन्टिन्युसली आज चाहिँ एकदम गुड थियो नि त। आज टुरिस्ट आयो अरे त्यही भएर तर मौसम भन्दा यहाँको झाँक्रे चाहिँ काट्नुपर्छ समरमा हो। जसरी गरायो हप्तामा लाइक नभएको पनि एक दिन त लाइक 1 weekमा एक गजा काट्नु पर्ने हुन्छ। घाँसको कुरा आउँदाखेरि यताको ब्याट्रीवाला किन्नु भएन मैले सुनेको थिएँ होइन। सजेसन हानिदिइराख हाम्रो अडियन्सहरूले थोरै। त्यो एउटा इलेक्ट्रिक झार काट्ने मेसिन पाउँदो रहेछ नि हो, त्यो झार काट्ने मेसिन चाहिँ कसैले नकिन्दा पनि हुन्छ कि। काट्यो आधी घन्टामा ब्याट्री सिद्धिन्छ, अर्को लगायो फेरि आधी घन्टामा, 1 घन्टामा काटि सकिँदैन, काटिन सकिँदैन। फेरि त्यो ब्याट्री तातेपछि चाहिँ के हुँदो रहेछ भने तपाईँको लायो चार्जै नहुने। मतलब चार्जै हुँदैन रहेछ। चार्ज हुन्छ होला। चार्ज चाहिँ हुँदैन, एकदम तातिसकेपछि चाहिँ भनेको नि त्यो चार्जले नि चार्जै नहुँदो रहेछ क्या। त्यो ब्याट्रीले मान्दैन क्या, मान्दैन। भनेपछि हामीसँग एक्स्ट्रा ब्याट्रिजहरू चाहियो।
तिनजनामै हुनुपर्यो तिनजनालाई किनेर साइडमा राखेर Regularly? रिप्लेस हान्दै सक्नु भयो त्यही हो झन्डा भेला छेउमा हुनुहुन्छ र 4टा बजीले काम चलाइँदैछ है बेला बेला भएर एउटै ब्रान्डको छ नि त मिसिन संसारको वातावरण बिग्रिँदैछ बरु 1 लिटर ग्यास लगाएर चल्दै नै कुदाउनुहोस् केही जाँदैन त्यतिले मौसम परिवर्तन हुँदैन तर ब्याट्रीवालाको चाहिँ काम छैन होइन त हो अभियान त्यही हो यो विषयमा डोनाल्ड ट्रम्पलाई पनि हेर्नुपर्छ होला यो मिसिनलाई त अमेरिकाबाट होइन संसार त अलिकति सानो भयो क्या ब्रह्माण्डैबाट अहिले त्यसो पनि भन्नु हुँदैन किनभने अब संसारै इलेक्ट्रिकमा चल्न खोज्दैछ होइन होइन इभी नोबुट केही पनि नोबुट इभी त्यसो अहिले भन्यो कि अबको सर्टेन टाइममा यो हुन्छ के हो सबै इलेक्ट्रिक हुन्छ प्रत्यक्ष रहेछ ए हजुर हाम्रो यहाँ अलिकति मेरो कथा चाहिँ कस्तो हुन्छ भने एउटा छेपाराको जस्तै भइरहेको छ क्या कस्तो भने अब छेपाहरूको कथा अब सबैलाई थाहा छ होला थाहा नभएको खण्डमा पनि म भनिदिन्छु छेपाराले चाहिँ बिहानै उठ्छ अरे क्या अनि ठक्क घाममा बसेर चाहिँ आज चाहिँ घर बनाउँछु भन्छ अरे क्या आज ताजै छ ठिकै छ भन्छ अरे क्या उत्तिकै बस्छ अरे क्या अनि फेरि भोलिपल्ट उठ्छ अरे क्या भोलिपल्ट उठेर फेरि आज चाहिँ बनाउँछु भन्छ अरे क्या बनाउँदैन अरे क्या छेपाराको घर कहिले पनि हुँदैन नि त है त्यही सन्दर्भमा चाहिँ म पनि ठ्याक्कैसँगले चाहिँ आज चाहिँ झार काट्नु पर्यो भन्छु कि पानी भनिदिन्छ क्या सुन्दर बानी गऱ्यो भएर एक गाटो भएको छ कि इन्स्टामा टक्कै टेक्निक लाने क्या स्टोरी लाने यो मान्छेले मलाई सुनाएको देखाएको भइरहेको हुन्छ त्यस्तो फिल हाल्ने क्या आजको मौसम भन्दा यो अहिले मे अब फेरि अगस्त अन्तिम सेप्टेम्बरमा त फेरि चिसो आइहाल्छ फेरि सेप्टेम्बर भन्दा पनि दसैँ तिहारमा क्याम्पमा हुँदा चाहिँ दसैँ तिहार हाम्रो वान नेपालको दसैँ तिहार चाहिँ सम्झिनु लागेको हो नि त यो मौसमै हुन्छ नि लाइक मौसममा आएको लाइक डिफ्रेन्ट टाइपको देख्ने क्या घरमा स्कुलबाट आउँदा आगो मतलब आगो बाल्दा हुन्छ नि मुढा क्या सफाको त्यो ठोस क्या अब चाहिँ दसैँ आएको थियो टाइपको क्या फिल हुने क्या आज देउसी खेल्नु छ भने सिटाको बुट लगायो नि होइन त्यो भन्दा पनि त्यो पोथ्यो नि क्या कलरहरू लगाएर ठक्क त्यहाँ घरमा क्या हुन्छ नि त्यो लाउँथ्यो त्यो चाहिँ के जस्तो लाग्थ्यो क्या एउटा त्यो माहौल या मौसम क्या बास्ना कुस घारीमा कुस खोल्छ नि सेतो त्यो आएपछि चाहिँ दसैँ आयो क्या त्यो मेन चाहिँ त्यो मलाई हुन्छ नि ओके दसैँ आएछ होइन त्यो भयो अनि घरमा आउँदा आगो हुन्छ नि क्या आगो बालेर मेन जाँड बस्दै क्या दसैँ लाग्यो भने क्या अगाडि टाइपको हुन्छ नि मैसी काट्नेले मैसी खसी काट्ने खसी काटेर आज के साह्रो मिठो भएको तर मासु चालो हो आमा पकाएर आमा पकाएर हो नि होला मलाई चाहिँ त्यो रेडियोमा क्या माहौल फरक हुन्थ्यो नि अनि त्यो रेडियोमा आउँछ नि गीतहरू क्या त्यतिखेर त्यो मौसममा टिजरको भने क्या टिजरको त्यहाँबाट सुरु लाग्थ्यो क्या मलाई जमानामा त्यो रेडियोहरूमा कलहरू क्या तपाईँहरू विदेशमा हुनुहुन्छ भने कसैले डेडिकेट गर्ने भने कुनै सङहरू है दामी सुनिन्थ्यो नि कस्तो मजा हुन्थ्यो नि तिहारको बेला सबैको मोमबत्ती बालेर यस्तो अन्धकार ठाउँमा लाइन नभएको ठाउँमा मोमबत्तीहरू बालेर दियोहरू बालेर कस्तो मजाको देखिन्थ्यो तिहार आएकै मौसम रमाइलो हुन्छ नि त बेलुका दिउँसो गर्मी भयो भने बेलुका चिसो भएर पनि होला चाडपर्वमा मजै हुन्छ अब तिहारमा एउटा जम्पर त लगाइन्थ्यो बेलुका गर्लफ्रेन्डहरूको फेरि फाल्दै छ होइन हाम्रो फेस्टिभलको कुरा आउँदा काइटहरू उडायो केटाहरूले त्यो काइट त त्यो युट्युबमा हेरेको मैले धौडी टाइपको हुन्छ नि काठमाडौँतिर त्यो काइट दसैँतिरको काइट लगाउँदा तिहारमा चाहिँ उडाइँदैन हावा आउने समयमा चाहिँ उडाउँदैन दसैँ तिहारको लाइक अलिकति अगाडि मात्र हो क्या उडाउने भनेको होइन त्यो टाइममा होला कि तर जुन दसैँ तिहारमा चाहिँ चङ्गा उडाइन्छ कि भन्छ नि त्यसो होला काठमाडौँ साइडतिर डिफ्रेन्ट स्टोरी होइन तर हाम्रो क्याम्पतिर चाहिँ के को हो काम गर्ने मान्छे यत्रो भारी लिएर आइरहेको हुन्छ होइन अब चाहिँ दसैँ लाग्यो क्या अब
दाउरा बेच्दै क्या हुन्छ नि बाहिर क्या अब ठक्क दसैँ तिहारमा चाहिँ बाहिरको लस्करै 1600 जान दाउरा अहिले के होला बिचराहरूको कसरी जीविका चल्दैछ होला चाइल्डहुडमा चाहिँ केटाकेटीमा हुँदा खेलेको गेमहरू चाहिँ के याद आउँछ रुक्छुई खतरा अहिले भन्दा चाहिँ अहिले कुराहरूले ट्याग भनेको जस्तो हुन्छ नि हामी ट्याग हो नि हो ट्याग हो रुक्छुई रुख चाहिँ यसलाई त के अर्कै नेम अर्कै थियो क्या त्यो रुखलाई प्रोटेक्ट गरेर बस्छ अनि अर्को टिम हुन्थ्यो नि त टिम वर्क हो नि त त्यो चाहिँ एउटाले झुक्का छेउमा गयो खेलाउनु जान्छ अर्को कम्पिटिटिभ गेम हो नि रुक्छुई के लाइन बस्थ्यो 3 जना 4 जना 5 जनाको टिम हुन्थ्यो अनि एउटाले चाहिँ रुखलाई छुनु नदिनु पर्ने अनि एउटा राख्थ्यो तर अर्कोले त्यसलाई खेलाउँदै जान्थ्यो अब त्यसलाई छुयो भने त्यो मर्यो क्या सक्यो उसले चाहिँ गएर अर्को रुखलाई टच गर्नुपर्ने त्यो उनीहरूले प्रोटेक्ट गरिरहेको रुखलाई क्या त्यसलाई चाहिँ रुख छ अब 5 जना छ भने 3 जनाले रुख प्रोटेक्ट गर्छ 5 जना यता भाग्छ अनि छेउमा आउँदै कतिले यसो झुकाउँदै छुनु चाहिँ पर्यो क्या अनि रुख छुइ भन्थ्यौँ है दामी हुँदै खेलिन सोचै म त खेलेँ नि नखेल्ने के छ तर मेरो फेभरेट चाहिँ के हो भने हावाली खुरी सफामै होइन त त्यो दाना ए सरी आँपको पत्ताको थियो म चाहिँ त्यो यस्तो झर्ने थियो नि एउटा गेडा त्यो चाहिँ आफू जति स्पिड कुद्यो त्यो चाहिँ त्यो फ्यान चाहिँ त्यति स्पिड कुद्थ्यो क्या त्यति स्पिड घुम्थ्यो ब्रदरले आपको बनाउँदैन हामी चाहिँ नि त्यो एक्सरेको बनाउँदैन आफू भन्दा जेको पनि हुन्थ्यो हुनु चाहिँ सबैको होइन है एउटा जस्ट सफाको बातको पनि बनाइदियो घुम्नु पर्यो के हो मामाहरूले त खेल्नु भएन दाइले पनि खेल्नु भएन हाम्रो त लामो पुल हो नि त 7 वटा क्याम्पकै लामो पुल हो अग्लो पुल पुल सुई चाहिँ खेल्दैन हामीले त्यसले चाहिँ कस्तो त्यसको हेडमास्टरै मै हो ए भनेर चाहिँ खेल्दैन मेरो घरसम्म छैन पुल सुई खेलिन्थ्यो क्या दाइ त्यो चाहिँ हल्का ओम्याक हेरेर पनि इन्सपायर भएको क्या त्यो रुखमा पक्रेर अब पुलमा खेलाउने चढ्ने पुलमै सीमित यो त के कस्तो भयो तपाईँले देख्नु भएन हामी खेलेको त्यहाँ खेलिन्छ फ्लोरिन लाग्यो भने जस्तो त्यो पुल छुरीको चाहिँ म्यान मास्टर माइन्डै मै हो मान्छे त खतरा हेर होइन तर रमाइलो हुन्थ्यो नि त्यो छात्र होइन हामी खेलिन्थ्यो होइन इन्भाइट गरेपछि त क्रेडिट त दिनु त तुमलाई जे भए पनि होइन तर कस्तो टाइम पास त्यो मान्छे खेलाउँथ्यो त्यही त त्यो पुलको छेउमा क्या अधिकारी बाजे हुनुहुन्थ्यो नि अधिकारी बाजे चाहिँ काट्थ्यो नि पुलको उसको आँखा छली खेलेर होइन अनि उसले के पुलमा खेल्यो भनेर खेलाउँदाको रमाइलो भनेको रमाइलो हो क्या ब्याकिङ टाइम जाँदा अब जेनरल अब सबै जेनरलमा कुन उमेरमा चाहिँ अब मोबाइलहरू छुनु भयो होला क्या कुन उमेर म त अब क्लास 7 कति वर्ष हुन्थ्यो र 14-15 वर्ष होला 7 भने कति 16मा एसएलसी हुन्छ 16 वर्ष हुन्छ 10 भनेपछि यता 3 त्यतिखेर देखि नै हो जस्तो लाग्छ मलाई मैले अब फोन त्यो छुको चाहिँ 2007 तिर होला जुको हैन पर्सनल खालको आफ्नो मैले भन्नु म कन्टिन्यू छु दिदीको ब्याट्री सकिन्थ्यो भाइ चार्जमा घरमा पठाउनु हुन्थ्यो क्या तर पार्टिकुलरली चाहिँ अब छुको चाहिँ भनेको चाहिँ अब यहाँ अमेरिका आइदिन होइन आफ्नै पर्सनल फोन चाहिँ 2012 देखि हो भाइ त्यो कस्तो छ त स्टोरी फोनको बारेमा हुन्छ नि अहिलेको केटाकेटी लागि त केही होइन हाम्रो लागि त मैले मेरो आफ्नै फोन आफ्नै पैसाले पर्ने होइन मतलब युएसमा हो मैले आएर चाहिँ पर्सनली आइफोन हामी अब त आइफोन 4S भर्खर लन्च अरे ब्याक इन नेपाल तपाईँको भनेपछि फोन चलाएर हिँड्नु भएन फोन मैले मतलब आफ्नो चाहिँ पर्सनल फोनै क्या इन्ट्रोड्युस अब तपाईँसँग भयो अब आमा बाले किन्दै पनि जस्ट बोकेर एउटा हिँड्ने चलाउने छ नि ब्याक इन दिएर यत्रो गीत बजाउँदै हिँड्ने त्यसको पनि छैन त्यो भन्दा नसक्दा के हुन्छ दादा एउटा हुफर आउँथ्यो क्या यत्रो स्क्वायरको त्यसको चाहिँ के भन्दैन एउटा ह्यान्डब्याग जस्तो पनि आउँथ्यो क्या यस्तो भिर्ने ह्यान्डब्यागमा टक्क हुफर लाइन् मोबाइलमा कनेक्ट गरेको छ ब्लुटुथ कनेक्ट गरेको छ चाइनिज फोन कनेक्ट गरेको छ अनि
कसैको पनि नभएको छ क्या हो चाहिँ डाइरेक्ट बजार चाहिँ यत्रोसम्म लाग्छ अनि ग्याप क्या साक्टर हुँदैन खतरै हो त खतरै देखिन्छ नि त त्यसको बोकेर हिँड्दा त्यो ठाउँमा अरूको नहुँदा आफ्नो भनेको सजिलो यस्तो के हाल्छ मजा अझ चाहिँ होइन फ्याब्रिक गीत बजिरहेको भन्दा पछाडि मान्छेहरू त सुन्नेको त लाइन हुन्छ त्यो भन्दा नि केटाहरूले एक्सपिरियन्स गरेन होइन एउटा टाइम हुन्थ्यो क्या 6-7 बजीतिर एउटा कुनै प्रोग्राम आउँथ्यो क्या रेडियोमा जहाँ गयो त्यो आइरहन्थ्यो क्या सुन्दै हिँड्दै जाँदा होइन टिट फर ट्याट भन्थ्यो कान्ति उयोले दिन्थ्यो उता दिन्थ्यो होइन पाथिभाराले दिन्थ्यो रमेश पाण्डेले चलाउँथ्यो दामी थियो नि त्यो टिट फर ट्याट अलिअलि याद छ तर समय बेला राखेको छ म खतरा श्रोताको को हो नाम त खोइ समय बेला आउँथ्यो कसरी बोल्थ्यो नि कञ्चनजङ्घामा त्यो भन्दा नि त्यसको त ट्युन थियो नि जुन अहिले रङ थियो नि त अहिलेको रहेछ त भना जस्तो चाहिँ उहाँ फेमस त थियो समय बेला भनेको सिरु सान्दै नाम ल्याएर सिरियस अन्त होइन कञ्चनजङ्घा हाम्रोतिर त कान्तिपुर तान्थेन नि त हाट थियो नि त कान्तिपुरको लागि त कता लामो लानुपर्छ त हेर्नु तान्थेन नि त अनि हाम्रोतिर त तान्थेन नेसनल उयो हो त होइन हो कि तर हाम्रोतिर बरु मेक्सिकन तान्थ्यो ए इन्डियाको होइन मिर्ची एफएमहरू पनि तान्थ्यो नि मिर्ची काँक्रा भित्ताको हो नि त होइन मेची यता मिर्ची भने चाहिँ इन्डियाको तान्थ्यो नि त बेलुका हिन्दी गीत तान्ने सुन्ने भनेको त कान्तिपुरको काम नहुनु खालि म चाहिँ कानुन सुन्थेँ टिभीमा पनि आउँथ्यो नि त नेपालको क्या नेपाली टेलिभिजनमा शनिबार काम आउँथ्यो नि त प्राइम रेडियोले राति 10 बजेदेखि उता भनेको त्यो गीतहरू बजाइन्थ्यो नि टक्कै गीतहरू कान्तिपुर हामी त अब दमकको पऱ्यो होइन पाथिभरा 17 पाथिभराको पछाडि आएको एफएम हो नि त लाइक पछाडि हो नि त पाथिभरा त अहिले ओपन स्टेसनहरू बेलुका के हो थिएन कि साह्रै गीत दिने क्या टिभीमा भन्छ भद्रको होइन भद्रको के हो मेरी भाषा हो मेरी भाषा त्यो त साँच्चै होइन पहिला चाहिँ उयो मैले बेलाङ्गी आएर हेर्नु छोडेको टक्कर टिभीले होइन अब पहिले त हेरिरहन्थ्यो उमेर पनि भएछ क्या बेलाङ्गी आएर आफ्नो ब्याट्री चार्ज गर्नु पनि अल्छी लाग्ने फेरि त्यो बेला त क्या हाम्रो सीमा लाइन ल्याउने भएको थियो नि त लाइन लिएर अब टिभी ब्याट्रीबाट चल्नेबाट चाहिँ पुरा लाइनबाट चल्ने बनाएको थियौँ क्या बेलायमा छैन होला सोलरबाट नथाल्ने टिभी कहाँ हेरेर हुन्थेन नि बेलायमा त हेरिएन नि कम्प्युटर हेरिएन नि त्यो बेला टिभी हेर्थ्यो फोनमा के अरे गाना डाउनलोड गर्नुको लागि गइन्थ्यो साइबर गयो डाउनलोड गऱ्यो होइन अनि अब डाउनलोड गरिन्थ्यो कुराहरू एक्सिडेन्टहरू पनि हाल्थ्यो नि त यस्तोहरू पनि हाल्थ्यो त्यसको लागि बेलायमा त चलेको भनेको ब्याट्री चार्ज गर्ने हो बाङ्गेमा ल्याएर ब्याट्री चार्ज पनि वनमा थिएन होला टुमा वनमा थियो नि त्यो तर त्यो चाहिँ हामी आएर अब त्यो जुन ढाड थियो नि क्या त्यो जुन बाङ्गे ठ्याक्कै पुग्छ नि यतापट्टि साइकल बनाउँथ्यो त्यो अलिकति राइट साइडमा थियो क्या वासमा भएन क्या एउटा उमेर पुग्यो नि त अलिक एडल्ट भयो त्यहाँ आएर अब सानो जस्तो मेरी भाषा एउटा एजमा थियो नि त खतरा मेरी भाषा नहेरिकन निन्द्रा नलाग्ने खालको हुन्थ्यो नि त अब हप्ता पछि के आयो छुट्टीमा बेलायगी जानुपर्ने पत्रे जानुपर्ने निद्रा नलागेर त्यस्ता मान्छे भोलि पिकनिकमा त खालि पिकनिक नि त्यो हाम्रो टाइममा हाम्रो ठिक प्राइम टाइममा भन्दा अलिक अलिक लेस टाइम त्यही गाना गीत आउँथ्यो क्या तुम पास ए होइन सरी तुम पास अरे के भन्थ्यो तुमसे मिल्न भनेर आउँथ्यो गीत आउँथ्यो कि पुरो सेतो मागेको क्या पुरो आउँथ्यो सेतो अगाडि राखेर लिम्बूहरू थियो नि तर पिकनिक चाहिँ मिस हुन्छ नि यहाँनिर पिकनिक जनवरीको क्या पिकनिक विवाह यहाँ हुन्छ नि यहाँ वेडिङ यहाँको वेडिङ के वेडिङ यहाँ त रेडी भयो गाडीमा चढ्यो गयो पार्किङ गर्नै पाउँदैन हो उता भनेको पानी भर्नु कति मजा आउँथ्यो अझै
ठिकै त्यही भएर पाउने के आएको होस् कि आफ्नो राम्रो क्यान्डिडेट पानी भएन नि सोच्नु नि के सहयोग गर्नु नाच्नु कति मजा आउँथ्यो अर्का बिरुवाले कहाँ सस्तानी पूजा मेन त बस्ती दिन्थ्यो सस्तानी पूजा नाच्नु सोस्तानीको चाहिँ विशेष चाहिँ के लाग्छ भने राति हुँदै क्या हुन्छ राति सोच्ने हुन्थ्यो जे हुन्थ्यो केटीहरू देखिन्थ्यो त्यतिखेर यो रोसी खानै मजा क्या तर जे भयो भने केटाहरूले नोटिस गरेन बेमा एउटा औडा डान्स गर्ने एउटा हुन्थ्यो नि हामी अङ्कलहरू हुन्थ्यो के रुमालको फेटाहरू मागेर आउँछ के नाच्ने पनि हुन्थ्यो लड्ने पनि हुन्थ्यो त्यतिकै गर्दिने पनि हुन्छ होइन सबै क्यारेक्टर हुन्छ नि बेमा त आमा कुकुरी डान्स जस्तो यस्तो छेउमा टक सिडी चलेको नाम भर्खर नाच्नु नि भइदियो सस्तानी हुँदैन अब दादा खतरा नाच्नुहुन्थ्यो नि खतरा त होइन त्यो सस्तानी कीर्तन त छोड्दैन आमाले नाच्नु कीर्तनमा नाचिन्थ्यो कीर्तन भन्न नाच्यो हो पट्टी सरी पानेर के सर श्रीराम साइप्रसीमा ढाका रितल भन्थ्यो कि मेरो क्लासमेट थियो उसकोमा भएको उसकोमा भएको होला कहाँ टक्क स्पट चाहिँ कहाँ थियो भने अझै त्यो क्रिस्चियन थियो क्या अगाडि त्यहाँ हामी नाच्यो चुवान लाएन पोटी लगाएर त्यो त पुरानो सर पुरानो त्यति बेला पुरानो लागेको थियो नि त बिग पुरानो थियो नि त त्यहाँनिर त्यति बेला सब म पनि थिएँ साइड डान्सर त्यो एउटा गुरु भन्थ्यो नि राजगुरु कि को त्यो पहिले राजगुरु ड्यामेज पछाडि गर्ने क्या हो त्यो त सानो भयो हामी क्लास हामी सानो थियो म पनि 1 कि 2 मा थियो होला तर पछाडि पनि आएको थियो क्या हामी मुभ हुँदै थिएन यता पछाडि पनि आएको थियो 2 खेप चाहिँ विटनेस गर्थ्यो गुरुको लागि अब ठुलै भन्थ्यो नि त गुरु अहिले त म ठुलै भयो लगभग त्यति बेला त हामी प्रसादको रूपमा क्या त्यो बोरा मिसिरी जति खान्थ्यो नि प्रसाद भनौँ न प्रसाद फुल मिठाई हामी फुल मिठाई भन्दै नि फुल मिठाई अनि मेन चाहिँ हामी अब एज अ स्टुडेन्ट स्कुलमा भाग्ने दिन चाहिँ एउटा थियो क्या एउटा डे भागिन्थेन जहिले पनि जान्छ त्यो डे चाहिँ शनिबार होइन नि सरस्वती पूजाको दिन कोही भाग्थेन सब जान्थ्यो हुन त लाग्थेन पनि भाग्नु त पुरै छोड्यो तर सबै एटेन्ड चाहिँ गर्थ्यो क्या त्यो होइन हाम्रोमा त उयो हुन्थ्यो त सरस्वती पूजामा स्कुलमा बोलाउँथ्यो हामीलाई त्यो चाहिँ स्कुलमा त त्यो प्रोग्राम हुन्थ्यो नि त सरस्वती पूजाको अनि अब रोइ पनि भाग लिन थियो भन्दा ए हो सबै एटेन्ड टिचर डेमा त भागिन्थ्यो प्रोग्राम हुँदैन होइन आफ्नो नाच्थ्यो नि त नाच्नेहरू चाहिँ घाममा छाता पनि छैन यसो गरेर बसेको छ भाग्नु पनि दिँदैन अब के कुरा सबै छेकेर जबरजस्ती राख्थ्यो कन्सन्ट्रेसन क्याम्पमा क्या त्यो चाहिँ हाउडे टिचरहरू तर यस्तो हो क्या टिचर डेमा भागिँदैन थियो क्या किनभने चक्लेटको लागि पनि गइन्थ्यो क्या चक्लेट खानु चाहिँ भागिहालिन्थ्यो नि त्यो कसले त्यत्रो लामो शनिबारको हुन्थ्यो प्रोग्राम 10 बजीसम्मको स्कुललाई कसले 2 बजीसम्म लगाएर हेर्छ कुनैले चाहिँ दिन्छ क्या आएर फेभरेट टिचर हुन्छ नि त आएर एक्सट्रा एउटा सेन्टर अनि 2 बजीसम्म राख्थ्यो त्यो बरु उता 2 बजी 2:30 मा त फिल्म आउँथ्यो शनिबार अनि फिल्म हेर्नु मन लाग्यो नेपाली त पछाडि हो नि मैले हिन्दी नि आउँथ्यो नेपाली पनि आउँदैन नेपाली पनि हेर्नुहुन्छ पछाडि बरु फिल्म हेरिन्छ नि टिचर त्यो कति देखिरहेको आई थिङ्क एउटा पिरियड 40 मिनट्सको कि 45 हाम्रो स्याटरडे अहिले लाइक अरू बेला पनि एउटा 40-45 होइन 8 बजी गेट क्लोज हुन्थ्यो एसएमसी कहिले बसिएन साल गएपछि एसएमसी कहिले बसिएन क्या उठ्थेन नि तपाईँहरूकोमा कि बाहिर सब भागेर कहाँ भागेर बाहिर गएर भरे छिरिन्छ कस्तो स्कुल सिद्धेर कि ठिक होइन एसएमसी जब सिधेपछि जब लाइन पिटाइ खाएको मेमोरीहरू कति छ पिटाइ खाने पिटाइ भन्दा आयो हाम्रो सुमन भाइको बाबु चाहिँ ऊ चाहिँ साइन्स टिचर क्या हाम्रो क्लास 5 मा होइन अनि एनबी राई सर भनेपछि चाहिँ यस्तो थराको मान्छे डिएम यसलाई नाम नलिउँ न नाम नलिउँ सर रेस्पेक्टेड सर त्यही पनि नाम नलिउँ एउटा सर साइन्स पढाउनु हुन्थ्यो होइन लास्ट पिरियड
अब हाम्रो त बसाइ यस्तो हुन्छ नि त 2टा रुम हुन्थ्यो कार्पेन्टर बसाएको त तर उसको सोधाइ चाहिँ पछि सोधा उसले प्याराग्राफ दिएको हुन्थ्यो क्या क्लास 5मा यस्तो एउटा प्याराग्राफ दिएको हुन्थ्यो क्या सानो प्याराग्राफ त्यो प्याराग्राफ चाहिँ रटेर आउनु त्यो प्याराग्राफ भित्र मात्रै आउँछ क्वेसन भन्थ्यो होइन अनि सोधा चाहिँ यस्तो कन्डर सोधिला हुन्थ्यो क्या उता त उसको चाहिँ अब नर्मल भाडा नि कस्तो भने यति सर्ट भाडा तर बाक्लो क्या बाक्लो त्यो भाडा चाहिँ जहिले ह्यान्डी हो होइन त्यो बोकेर चाहिँ अब सोधै क्या जाने आउने त्यस्तो भाडा चाहिँ 3टासम्म चाहिँ जान्थ्यो क्या त्यो पिरियडभरिमा त्यस्तो कुट्ने क्या कुटाइ पनि खतरा तर त्यो हिसाबले के अरे जान्ने पनि बनाए त्यतिको अटोमेटिकली जान्ने बनायो क्या त्यतिकै तर कुरा चाहिँ खतरा राम्रो टिचर होला मतलब एउटा हजार सिम्पल मान्छेको एउटा टाइममा हुन्छ जो पनि हुन्छ नि हामी अलिक बिग्रेको टाइपको हुन्छ नि त्यो एज चाहिँ त्यस्तो हुन्छ क्या त्यो भने त्यो आई थिङ्क यो कुरामा चाहिँ के भन्छ भने राम्रो सर भनेको स्टोरी हुन्छ क्या बिग्रेको भन्दा पनि मलाई चाहिँ कस्तो लाग्दैन अलिक रिभल गर्ने टाइप त्यसरी बिग्रियो भने के टाइपमा हुन्छ चञ्चल हाम्रो बानी हुन्छ नि त चञ्चल गर्ने त्यो बिग्रेको कम्प्लिटली बिग्रेको त फाल्टु कुरा भयो नि त त्यो टाइममा हल्का त्यो एज चाहिँ त्यस्तो हुन्छ नि त त्यो टाइममा चाहिन्छ क्या अनि अपोज हानिहालिन्छ जुनै अपोज चाहिँ अब अलिक दादा त्यो उमेर भएको अलिकति आउट अफ बााउन्ड्री गरिन्छ नि त त्यो भए चाहिँ टिचरहरूले बाँध्नको लागि हो क्या त्यो अलिकति होइन त टिचरहरू बिचरा त्यो ठाउँमा त्यो बेलाको स्यालेरी हेर्नु भने कति 6-7 सयले आफ्नो कम्युनिटीलाई सर्भ गरेको हो नि त कहाँ अहिले हामी गरिन्छ त्यसरी हामी त्यही ठाउँमा त्यतिमा पो होइन इज्जत पनि दिँदैन एउटा त मेन भने त डराउने मात्र भन्छ नि त खालि डरले त इज्जत हो सोसल वर्कर त्यही त तर उनीहरूले एउटा आफ्नो सोसाइटी अपग्रेड होस् भनेरै हो नि त होइन उनीहरूले गर्नु खोजेको राम्रै तर अब हामी उनीहरू पनि त्यस्तै अहिले अब सम्झेर ल्याउँदा कोही बस्छ त 6-7 सयमा न त राम्रो खानु पाउँछ उनीहरूले त्यत्रो पढेको होइन ज्ञान पाउनु खोजेको फ्रस्ट्रेसनले पनि कुटेको हो नि त घरमा होइन फ्रस्ट्रेसन हो नि त्यो पनि हो कतिलाई कस्तो नि हुन्छ कतिलाई चाहिँ अब घरमा पनि हुन्छ मतलब अब म सर्टन ठाउँमा छु होइन म भन्दा अन्डर छ भनेपछि त हल्का कतिलाई त पेमेन्ट पनि गर्नुपर्छ नि त त्यो पनि हुन्छ अब त्यो ठाउँमा चाहिँ अपर्च्युनिटी थिएन क्या पढ्यो के गर्ने भन्दाखेरि टिचर मात्र हो क्या अरू के गर्थ्यो र टिचर भएपछि के अब चामल बाँड्न थाल्नु होइन त्यो चामल बाँड्ने काटिन्छ नि त उनीहरूको पाला टिचर भएपछि सोसल वर्करहरूको त्यही होइन अनलोडिङ जानु पर्दैन अनलोडिङ जानु पर्दैन हो नि म त यो विषयमा एउटा याद आयो कि अस्ति मैले एउटा क्लिप देखेँ यसमा चाहिँ म्याथ्समा कारण होइन म्याथ्सको कुरा आएको फर्मुलाको अल्जेब्रिक फर्मुलाबाट आएको A+B होल स्क्वायर हुन्छ नि त्यही भएर यता थ्योरीहरू हुन्छ नि क्या टाढहरू हुन्छ नि गर्ने एउटा त्यसमा चाहिँ आएर को बुझ्ने भयो नि क्या यी सबै हाउडीमा पेलेको टाइम हुन्छ नि केही जिन्दगीको काम लागेन भनेको भने सी भन्ने कहाँ आयो कहिले इम्प्लिमेन्टै भएन लाइक सबै एकदम मनपर्ने कुरा चाहिँ यो A2+B2+2AB गरेर बचाउन आइकिन चाहिँ यो काम लागिदिँदाखेरि हो भनेर नि सबै भन्दै धेरै त्यस्तो कुराहरू पढायो नि त हामीलाई काममा लाग्ने जीवन तर होइन यस्तो रहेछ त्यो चाहिँ नि धेरै पढायो यस्तो रहेछ यो इक्जाम्पल यसरी ल्याउनु नि एउटा ब्लगमा यत्रो मान्छे छ नि त त्यसमा अब चुज गर्नु पर्यो नि त आफूले को इम्पोर्टेन्ट को होइन होइन यत्रो मान्छे छ नि त त्यस्तै हो एउटा आउँछ नि त सिलेबसमा अब ड्याङ आउँछ त्यतिमा जोखा पढायो जोखा चाहिँ हामी यहाँ पढायो यो चाहिँ हो यो जोखा चाहिँ बोइको कमजोर यो मेरै टपिकमा म हारेँ क्या जोखा चाहिँ हामी यहाँ पढाएको हाम्रो यहाँ पढाएको होइन क्या म्याम जोखा चाहिँ त्यो चाहिँ लान्छ कि हामीले लगिहाल्छ नि भनेर पढाएको भन्नु खोजेको एटलिस्ट जाने भने जाने नि त
जान्थ्यो कका के लेख्न आयो भने जानु नि त यार लाइफमा मेन पढाइ हो यो भन्दा भन्दै मेन पढाइमा चाहिँ के चाहिँ भएको पढाइ भने चाहिँ हामी पास हुनको लागि चाहिँ एक्ज्याक्ट के छ किताबमा होइन त्यो लेख्नु पर्ने हो नि त हामीले त जस्तो वाट इज फोर्स भनेर चाहिँ जस्तो छ त्यो फोर्सको डेफिनेसन त्यहाँनिर हामीले त्यो लेख्नु पर्ने हो नि त इक्जाम पास गर्नु तर त्यो होइन नि त होइन हामीले चाहिँ अब त्यसलाई डिफाइन गर्न सक्यो भने त आफ्नो पाराले पनि लेख्न सकिँदैन अब फोर्स एक्सन अफ फोर्स भन्छ हैन अब त्यसलाई अलिकति प्याराफ्रेज गरेर अर्कै बनाउन सकिन्छ त्यो मिल्दैन नि त गेममा चाहिँ हाम्रो चाहिँ मिल्दैन म चाहिँ जे छ किताबमा स्पेलिङ पनि मिस्टेक हुनुहुन्थेन क्या तर होइन त्यो चाहिँ डिपेन्ड हुँदो रहेछ टिचरमा डिपेन्ड हुँदो रहेछ मैले जान्दै हामीले त्यस्तो हुँदैन क्या जस्तो भन्यो त्यो चाहिँ लेख्नु पर्ने ट्याग नभए अरूले त्यो चाहिँ मार्क काटिहाल्यो अब तिमीले हल्का मिलाएको छौ दुई तिनवटा सेन्टेन्स मिलाएको छौ अनि अलिकति मिलाएको छैन भने टिचर पनि जान्ने है त्यहाँबाट कि अलिकति क्वालिटी मार्क काटेको हुन्छ होइन के गरेको हुन्छ क्या हो त्यसै हो के गर्नु त अब त्यसमा आजको लागि ठिकै छ यस्तै हो हाम्रो ल सबैजनालाई अब हाम्रो चाहिँ यस्तै हो आजको फर्स्ट एपिसोड चाहिँ यस्तै भयो किन के भन्नु के भन्नु छ मेरो त केही छैन अब यस्तो अब हाम्रो यो भनेको फर्स्ट ट्राई हो तपाईँहरूले एप्रिसिएट गर्नुभयो भने कन्टिन्यू हुन्छ अब कन्टिन्यू हुनको लागि चाहिँ हामीलाई अलिकति मोटिभेसन दिनु होला त्यो चाहिँ मोटिभेसन थोरै हामीहरूको प्लेटफर्महरू धेरैहरू छ हामी ट्राई गर्दैछौँ युट्युबमा टिकटकमा भरिसके हामी आफ्नो पर्सनल उयसमा पनि सेयर गर्छौँ यताउता अब सकेसम्म सेयर गरिदिनु होला च्यानलको नाम त के पो थियो हाम्रो अफ द टपिक यो अफ टपिकमा चाहिँ सब्सक्राइब गरिदिनु होला लाइक सेयर फलो पनि हुन्छ हाम्रो टिकटक अब यहाँ हेर्नै कुरा नभयो भने हाम्रै समाजको चाहिँ कुरा हुन्छ सजिलो छ हाम्रो वन बाई वन प्रोग्रामको नाम पनि अफ टपिक हो च्यानलको नाम पनि अफ टपिक हो दायाँ बायाँ नसोच यो च्यानल त दामी छ है ल